Welcome back to our channel, Subalab. Hello, hi. More than like, it's What? impact. We You did say like now, it. but today we are going to talk about Ramayana. No. रामायण त थाहा भएकै यो कुरा चाहिँ छ हाम्रो नि। क्विक गेममा पनि हाल्नु मिल्छ होइन त्यही भएर म टिकटकमा क्विक गेममा पनि हाल्नु लागेको छु अनि तपाईँलाई थाहा छ रियल वाल्मिकीले जुन रामायणमा लेख्नुभएको थियो त्यसमा दुईवटा टाइपको रामायण छ हामीले जानिराखेको थाहा छ त्यो भनेको त्यस्तो मलाई थाहा छैन। एउटा मात्र जुन टिभीमा देखेको छ नि त्यो सानो त्यसमा मिक्स्ड छ के त्यो रामायण भनेर आएको छ त्यसमा पनि मिक्स्ड त्यो सानोमा दिन्छ नि एउटा के अरे टिभी सिरियल टाइपको हो त्यसको चाहिँ थाहा त्यसमा पनि मिक्स्ड छ क्या त्यही त त्यसमै त हामीले देखेको नि अब अहिले भन्छु अनि जुन वाल्मिकीले जुन रामायण लेख्नुभएको थियो त्यो चाहिँ वाल्मिकीको कथा चाहिँ म पार्ट 2 मा भन्छु। आज चाहिँ हामी तुलसीदासको बारेमा भन्छौँ। वाल्मिकीले लेखेको रामायण चाहिँ रामायण हो भयो। तुलसीदासले लेखेको रामायण चाहिँ के अरे रामचरितमानस छ। त्यसको यस्तो हो नि त यो दुईटा कुरा भयो। दुईटा कुरा वाल्मिकीले लेखेको रामायण चाहिँ लाई चाहिँ रियल रामायण भनेर जुन लिन्छ नि त्यो भनिन्छ किन त्यो संस्कृतमै लेख्नु भएको थियो अनि त्यो चाहिँ 500 BC अझै अगाडिको अझै त्योभन्दा नि अगाडिको भन्ने बिलिफ छ। अनि त्यसपछि रामचरितमानस चाहिँ तुलसीदासले चाहिँ अवादी ल्याङ्ग्वेजमा लेख्नुभएको थियो जुन चाहिँ कमन ल्याङ्ग्वेज हो। त्यसले गर्दाखेरि चाहिँ मान्छेलाई बुझ्न सजिलो भयो अवादी भनेको कस्तो संस्कृत जस्तो अवादी भनेको कमन हिन्दी जस्तो अनि ओके थ्याङ्क यू। अनि त्यसपछि अवादी ल्याङ्ग्वेजमा लेख्नुभएको थियो तुलसीदासले चाहिँ। अब यो दुईटामा चाहिँ मेजर कुराहरूमा चाहिँ डिफ्रेन्स छ के यो दुईटा ग्रन्थ भनौँ न रामायणको स्टोरीमा। रामचरितमानस रामायण भनेको चाहिँ होल रामायणको कहानी भयो राम सीता यो सबै भयो होइन। रामचरितमानसले चाहिँ के फोकस गरेको छ भने स्पिरिचुअल अवेकनिङलाई फोकस गरेको छ क्या। रामलाई चाहिँ के अरे गडै भनेर भनेको छ तर रामायणमा चाहिँ के भनेको छ भने राम चाहिँ गड होइन हि वाज नर्मल ह्युमन बिङ। हि वाज बोर्न टु बी अ किङ नर्मल ह्युमन बिङ। जसरी हामीले स्ट्रगलदेखि लिएर हाम्रो एङ्गरदेखि लिएर भन्छ नि हामीले जस्तो दिनदिनै भोगिरहेछौँ मैले भन्दा तपाईँलाई अलिकति धेरै एङ्गर त्यो चाहिँ रामायणमा हुबहु देखाएको छ। अनि अर्को भन्नाले मेजर डिफ्रेन्स भन्दा पनि रामचरितमानस अब लेट्स फोकस अन रामचरितमानस। सुरुमा अलिकति डिफ्रेन्स त अब भन्छु वाल्मिकीको चाहिँ अलिक पछि नै भन्छु के गर्न खोजेको छ भनेर होइन। रामचरितमानसले चाहिँ सीता भनेको चाहिँ प्युरिटीको सिम्बल देखाएको छ क्या। ऊ चाहिँ जे भने मैले मान्नु हुन्छ नि जुन सोसाइटीले जस्तो सिम्बलाइज गर्छ एउटा माता भनेर त्यसरी उसले चाहिँ सीताको क्यारेक्टरलाई चाहिँ डिस्क्राइब गरेको छ। तर वाल्मिकीको रामायणमा चाहिँ सीतामा पनि एङ्गर थियो जस नर्मल ह्युमन बिङ एङ्गर अथवा के अरे ह्याप्पिनेस अनि कामनेस पनि थियो। सँगसँगै महाकालीको अवतार पनि हुन्छ नि छोरी मान्छेलाई छोरी मान्छेले फिल गर्ने सबै थोक थियो। राममा छोरा मान्छेले फिल गर्ने एज अ ह्युमन बिङ सबै थोक थियो होइन। रामचरितमानस चाहिँ 16th सेन्चुरीमा यो भनेको त हिजोस्तिको कुरा भयो नि त। अनि 16th सेन्चुरीमा तुलसीदासले लेख्यो। तुलसीदासले चाहिँ कस्तो थियो भने नर्मल भनेको उसको बच्चा पोभर्टीमा बित्यो होइन बालापन भनौँ न पोभर्टीमा बित्यो। अनि उसको चाहिँ बच्चामा चाहिँ उसलाई चाहिँ श्राप जस्तो गरेर घरको मान्छेले पनि त्यस्तो साह्रो हेला त्यस्तो साह्रो राम्रो गरेको थिएनन् क्या। त्यसपछि उसको पछि अब बिहा भयो। बिहा भएपछि राम के अरे तुलसीदासको नाम चाहिँ तुलसीदास चाहिँ उसले स्पिरिचुअल अवेकनिङ भइसकेपछि उसको नाम थियो। तर त्योभन्दा अगाडि चाहिँ उसको नाम चाहिँ रामबोला भन्ने थियो रामबोला। अनि उसको चाहिँ रत्नावली भन्ने सँग बिहे भयो। अनि बिहे भएपछि उसलाई यति मनपर्ने उसको बुढी यति मनपर्ने होइन लास्टै मनपर्ने क्या। अनि
के अरे एक दिन चाहिँ उसको वाइफ चाहिँ के अरे माइत गयो भनौँ न, अब आफ्नो पेरेन्ट्सको घर गयो होइन। पेरेन्ट्सको घर गएपछि चाहिँ उसले त्यो सेपरेसनलाई बियरै गर्न सकेन के। अनि ऊ यस्तो स्ट्रममा पनि स्ट्रम आएको बेला पनि ऊ खोला तरेर उसको बुढीलाई भेट्न गयो के। अनि वाउ ग्रिन फ्ल्याग राम बोला। अनि कालिदास होइन हो, तुलसीदास। अनि यो देखेर चाहिँ उसको वाइफलाई कस्तो भयो के, लाइक यदि तपाईँले मलाई गर्ने डिभोसन चाहिँ रामलाई गर्नुभएको थियो भने तपाईँ चाहिँ लिबरेसन पाउनुहुन्थ्यो अथवा सेल्भेसन पाउनुहुन्थ्यो भनेर भन्यो क्या उसले वाइफले। अनि त्यति सुनिसकेपछि चाहिँ उसको दिमागमा के भयो भने उसले बुढीलाई माया गर्न छोड्न त छोडेन, तर उसको जुन डिभोसन छ अथवा उसको त्यो केही प्रति पोजिटिभनेस छ नि, त्यो चाहिँ उसले अर्कैलाई अझै ठुलोलाई देखायो के। त्यो भनेको चाहिँ रामलाई। त्यसपछि उसले रामायण पढ्यो, त्यसपछि उसले आफूले स्पिरिचुअल अवेकनिङ भयो। त्यसपछि अब मान्छेमा उसले स्पिरिचुअल अवेकनिङ गराउन खोज्यो। मान्छेले पनि के अरे यसरी नै मेरो जस्तै थाहा पाए भने उनीहरूले पनि आफ्नो लागि अथवा समाजको लागि अथवा राम्रो गर्न सक्छन्, धर्म फलो गर्न सक्छन्। अनि उसले चाहिँ के सोच्यो भने भगवानको भक्ति गर्नु भनेको सबैभन्दा ठुलो डिभोसन हो भनेर उसले चाहिँ मान्छेलाई त्यही अनुसार उ गर्न थाल्यो। अनि त्यसपछि उसले लेख्यो, उ गर्न थाल्यो त्यो गर्न थाल्यो चाहिँ मेरो पेरेन्ट्सबाट इनहेरिट गरेको मैले। तैँले यो गर्न थालेछु त्यहाँ गएर त्यो लिएर आइज जा, केले कहाँ गएर के लिएर आउने, वी डोन्ट नो राइट। होइन त्यो थाहा हुन्छ हो, थाहा हुन्छ हो, त्यही भएर मैले यो गरेँ त्यो गरेँ भने थाहा पाउनु होला। ओके के गर्यो अनि अब उसले चाहिँ के बुझ्यो भने त्यो उसले अब जुन बुढीसँग सेपरेसन भइसकेपछि बुढीले यस्तो यस्तो भन्नुलाई यस्तो भएपछि उसको दिमागमा चाहिँ के आयो भने लभ भनेको एकदम राम्रो कुरा, इट्स अ प्योर फर्म। त्यसपछि अट्याचमेन्ट अब उसको ब्यालेन्स नै भएन क्या त्यो अट्याचमेन्ट र ब्यालेन्स भएन भने, अट्याचमेन्टमा ब्यालेन्स भएन भने त्यसले चाहिँ प्रब्लम क्रिएट गर्छ। अब त्यो त स्ट्रममा जाँदाखेरि त मर्न पनि सक्थ्यो नि त होइन। अनि प्रब्लम क्रिएट गर्छ। तर त्यो अट्याचमेन्ट र त्यो अवेरनेस भयो भने त, त्यसको लागि अवेरनेस भयो भने त उसको त ग्रोथ हुन्छ हो। त्यो सिम्पलाइज हुन्छ क्या त्यो कुराहरूले चाहिँ। त्यही भएर कुनै कुरा पनि ब्यालेन्समा भयो भने मान्छेको ग्रोथ हुन्छ। अब यहाँ चाहिँ के छ भने अब उसले चाहिँ के गर्यो भने चेन्ज गर्यो हल्का स्टोरीमा क्लाइम्याक्स। भूत बङ्गला त होइन नि, क्लाइम्याक्स ल्याउनलाई उसले चेन्ज गर्यो हल्का। वाल्मिकीले संस्कृतमा लेख्नुभएको थियो, उसले नर्मल ल्याङ्ग्वेजमा लेख्यो जुन चाहिँ कमन पिपलले बुझ्न सक्छ। थ्याङ्क यू भेरी मच। होइन स्टोरीलाई रिसेभ गरेपछि चाहिँ मान्छेले पनि अन्डरस्ट्यान्ड गर्न सकोस्, बुझ्न सकोस् भनेर उसले उसको प्योर इन्टेन्सनले उसले रिभाइज गरेको स्टोरीलाई। अनि उसले चाहिँ राम भनेको चाहिँ यति डिभोसन भयो फेरि बुढीमा जस्तै, बुढीमा पनि डिभोटेड थियो नि त। तर उसले रामको क्यारेक्टरलाई नराम्रो बनाउनै सकेन के, लाइक सकेन होइन, बनाउँदै बनाएन के, बनाउँदै बनाएन। किनभने उसले चाहिँ सुरुमै के सोचेको थियो भने राम भनेको चाहिँ भगवानै हो, भगवानबाट लभ मात्रै हुन्छ, भगवानबाट हामीलाई लभ मात्रै हुन्छ, कसरी उसले नराम्रो गर्नै सक्दैन भनेर उसले रिसेभ गरिदियो। उसको इन्टेन्सन गलत थिएन, तर उसको तरिका किन गलत भइदियो भने त्यसले अरू मान्छेलाई कन्सिक्वेन्सेस आयो। अब के भयो भने सीता त सबैले अहिले सीता माता भन्दाखेरि हामीले प्योरिटीको सिम्बल सम्झिन्छ नि त। अग्नि परीक्षादेखि लिएर सबै थोकमा, लाइक अग्नि परीक्षामा अब समाहित भयो त्यो कुरालाई हामीले प्योरिटीको सिम्बल हुन्छ। तर प्योरिटीको सिम्बलमा के अरे सीता चाहिँ प्योरै मात्रै हो, अथवा प्योर त प्योर हो, तर नरिसाउने, जे भनेको पनि मान्ने होइन। अनि उसको आफ्नो लागि स्ट्यान्डै लिन नसक्ने भने हामी त्यसरी बुझ्छौँ होइन, हो भन्ने मात्रै। तर सीता त्यस्तो हुनु नथ्यो के, जुन वाल्मिकीको रामायण सी वाज मोर स्ट्रङ्गर। के छ भने तुलसीदासलाई चाहिँ हामीले दुईवटा तरिकाले लिन सक्छौँ भनेको मान्छेले नर्मली चल पर्सपेक्टिभ भन्यो नि,
अब के हुन्छ भने उसको चाहिँ रियालिटी अलि हार्स छ नि त अग्नि परीक्षादेखि लिएर लाइक रावणले सीतालाई किडन्याप गरेर गयो अब उसले उहाँ दुःख पायो होइन अनि त्यही पनि के अरे सी चोज के अरे टु बी स्ट्रङ अनि उसले अब जे गरे पनि उसले मानेकै थिएन उसले रामलाई मात्रै पर्खेको थियो होइन तर ऊ फर्केर आइसकेपछि उसले अग्नि परीक्षा दिनु पर्यो अनि राम भनेको त भगवान हो आफै तुलसीदासको हिसाबमा उसले कसरी चाहिँ सीतालाई अग्नि परीक्षा दिन उयो भयो होला भन्ने उसको दिमागमा भयो त्यही भएर उसले रियालिटीलाई सफ्ट टर्न पार्नको लागि आफ्नै त्यही रामचरितमानसमा लेखेको छ त्यो पनि हुनसक्छ मलाई मेरो एउटा धारणा भनौँ मलाई चाहिँ के लाग्छ भने अब सीता भनेको सीता माता अब जनक पनि गड त होइन नि त जनक भनेको एउटा किङ होइन किङ हो जनक भनेकै चाहिँ किङ हो जनकको नाम अर्कै छ यहाँ पनि जनक भनेको जो पनि किङको नाम जनक हो के नरेश भने राजा भने जस्तो राजा भने राजा त्यो एउटा पोस्ट हो के किनभने अब जनक भनेर जनक बुवाको नाम बुवा सीताको बुवा जनक भनेर भन्छ नि तर जनकको नाम अर्कै छ क्या के पो बिर्सेँ जो छ अनि अब सीता चाहिँ के यो खेतहरू भन्दाखेरि भेट्या भन्ने कुरा छैन माथितिर जमिनतिर माटोबाट उत्पन्न भएको भनेर अब यो अग्नि परीक्षा पनि होइन अब माटोमा बिलिङ हुने हो नि त होइन अनि एउटा यो सीताको एउटा रामको जुनीमा आउने फेज हुन्छ नि यो एउटा तोकेकै थियो होला क्या पहिलेबाट अनि त्यहाँ आयो त्यो त्यहाँसम्म उसको अब एउटा स्टोरी भयो होइन स्टोरी मतलब एउटा जीवन कथा उसको त्यहाँबाट उसको फेरि जमिनमै यहाँ त्यसपछि अर्को चाहिँ अनकम्फर्टेबल त्यही अब अनकम्फर्टेबलै हो नि त त्यो त अग्नि परीक्षा त सबैभन्दा अनकम्फर्टेबल ट्रुथ हो नि त होइन मान्छेले जस्तो मान्छेसँग पनि डिबेट गर्दाखेरि अग्नि परीक्षाको डिबेट गर्दाखेरि त मान्छे अलिकति उनी हुन्छ नि त जस्तै मान्छे पनि अलिकति अग्नि परीक्षाको कुरा भइसकेपछि अनकम्फर्टेबलै हुन्छ नि त यसलाई चाहिँ अभोइड गर्नको लागि उसले चाहिँ उसको इन्टेन्सन चाहिँ के थियो भने मान्छेलाई लिबरलाइजेसनतिर लाने तर उसले चाहिँ के बुझेन भने त्यसले गर्दाखेरि अरू क्यारेक्टरहरू मान्छे हो नि त हामीले एउटा मुभी हेरेको थियो नि त्यो के अरे एउटा मान्छे गाउँको भलो गर्न चाहन्छ अनि गाउँ कस्तो राम्रो गर्दै जान्छ भरे त्यो मान्छेलाई नै चाहिँ मारेर गाउँहरू त्यो घुस खाने जस्तो कामहरू गर्छ नि गाउँको मान्छेले त्यही मान्छेलाई मारिदिन्छन् कस्तो गरेर मारिदिन्छ सुरुमा एउटा मरेको हुन्छ त्यही अनुसार त गाउँकै मान्छेले मारिदिन्छ नि हो त्यस्तै भयो जस्तो भयो कि मैले ठ्याक्कै यो रिसर्च गर्दाखेरि मैले त्यो त्यो फिल्मको जस्तै भयो कि अब तुलसीदासले राम्रै गर्न खोजेको होइन अब के अरे मान्छेमा भगवान्प्रति विश्वास जाओस् मान्छे स्पिरिचुअल होस् भनेर उसले अलि अनकम्फर्टेबल कुराहरूलाई साइड लगाएर राम्रो होस् भनेर सोचेको तर मान्छेले त्यसलाई अब लक्ष्मण रेखा भनेर पछि छोरी मान्छे चाहिँ घरभित्रै बस्नुपर्छ भने उसको सिम्बलाइजेसन त्यो थिएन नि त अनि के अरे अग्नि परीक्षामा पनि यस्तो भनेर उसले चाहिँ राम्रो सोचेर गरेको तर मान्छेले त्यही मुभीमा जस्तो लास्टमा अनि अर्को साइडबाट हेर्दाखेरि चाहिँ अब उसले ट्रुथलाई चाहिँ हाइड गरे जस्तो भयो नि त होइन राम भनेको त मान्छे नै थिए तर उसले गड पोर्ट्रे गराइदियो अनि गड पोर्ट्रे गराइदिइसकेपछि चाहिँ बिचरा उसको चाहिँ अब मलाई मेरो थिङ्किङमा चाहिँ उसले चाहिँ गड भनिसकेपछि मान्छे डराउँछन् होइन गड भनिसकेपछि मान्छे डराउँछन् अनि डराइसकेपछि उनीहरूले अथवा डराउँछन् अथवा हिचकिचाहट हुन्छ अनि उनीहरूले त्यो फलो गर्छन् उनीहरूले डिभोसन देखाउँछन् भनेर भन्न खोजेको थियो तर त्यसले त अब अहिले सम्झिँदाखेरि त उल्टो भयो नि त मान्छेलाई नराम्रो नलेज दिए जस्तो भयो नि त होइन अनि अब इमोसनल्ली भगवान्सँग बिलिभ गर्ने बनाइदियो जसले गर्दाखेरि चाहिँ ट्रुथ चाहिँ साइड लाइन जस्तो भयो होइन तरिकाबाट अब हेर्न सकिन्छ तुलसीदासको वाट इज योर ओपिनियन अबाउट तुलसीदास मेरो ओपिनियन त अघि भने जस्तो मान्छेको राम्रो यस्तो हो अब तुलसीदासलाई पनि राम भगवान् धेरै नै मनपर्ने होइन उसले पनि अब राम भगवान्लाई मात्र राम्रो पोर्ट्रे पनि गर्यो किनभने सकेन नि त मान्छेलाई भगवान्को नाम लेख्न पनि अलिक गाह्रै पर्छ त्यतिखेर पर्छ होइन किनभने त्यतिखेर यो वाल्मिकीले लेखा त अझै पछि अनि त्यसपछि त्यहाँबाट त्यसो त्यही त नि वाल्मिकीले लेखादेखि त्यो टाइममा पनि धेरै चेन्ज भयो होला नि त्यो कथा
उसको कानमा आयो के थाहा उसको कानमा आइपुग्दा त्यस्तो आएर उसले त्यस्तो लेखा हो कि तर उसले पढ्दाखेरि त रियल वाल्मिकीको पढेको त होइन कि रियल वाल्मिकीको पढेको because he नि knows how to के अरे read संस्कृत संस्कृत अन्त अरू पनि थियो नि त स्टोरी त चेन्ज हुँदै पनि आयो होला नि त मान्छेको होइन कि बुक त त्यही भए पनि मान्छेहरूकोमा समाजमा होइन उसले चाहिँ अब त्यो मान्छेहरूले त्यस्तो सोच्छन् ऊ हुन्छ होइन यस्तो होइन विवेक दिनलाई राम्रो गर्नुपर्छ उसको इन्टेन्सन के हो लक्ष्मण रेखा जुन कि रियल वाल्मिकीको रामायणमा लक्ष्मण रेखाको कुरा मेन्सनै छैन ओके तर तुलसीदासमा आएर सोयल कोरेर त्यसपछि भाउजू तपाईँ यहाँबाट चाहिँ नजानुहोस् कोही आयो भने अब उसलाई हिरण चाहिएको थियो राम भगवान त हिरण लिन जानुभएको थियो डियर अनि अब नफर्किसकेपछि तपाईँ यो नजानुहोस् म के अरे आउँछु यो चाहिँ कटेर नजानुहोस् भनेर भनेको थियो लक्ष्मण भन्नुभएको थियो लक्ष्मणले त्यसपछि रावण आएर के अरे सेजको धारण गरेर जुन हुन्छ नि तपाईँ मम्मीहरूको अगाडि मम्मीहरूको अगाडि पुऱ्याइ त्यो एउटा छ क्या मिम यस्तो गरेर माई हस्बेन्ड इन फ्रन्ट अफ माई पेरेन्ट्स अनि हो त्यो रूप धारण गरेर अनि त्यसपछि यो आयो अनि किडन्याप गरेर दिएर गयो अनि अब यसले के गर्छ भने तर त्यो छ नि हजुर के अरे रावणको नि स्वर्गवास भन्छ नि किनभने रावणले एउटा मात्र नराम्रो काम गरेको होइन यसमा पनि डिफ्रेन्स छ यसमा पनि रामचरितमानसमा र उसमा रामचरितमानसमा रावणलाई डाइरेक्ट जुन हामीले भिलेन भन्छौँ नि हो त्यो भिलेनै देखाएको छ तर रावणले नै हो उसको के अरे रावण के अरे वाल्मिकीको रामायणमा त्यो छैन के हि वाज एकदम स्कोलर होइन उसको त्यो अनि त्यसपछि शिवको डिभोटी त्यस्तै अनि हो त्यस्तो भनेर मेन्सन गरेको छ अनि के अरे उसमा चाहिँ प्योर मान्छेसँग रिलेट गराउनलाई प्योर हिरोइक र प्योर भिलेन बनाएको छ रामचरितमानसमा चाहिँ तर रियल रामायणमा चाहिँ सबैको जे हो क्यारेक्टर त्यही देखाएको छ मानव अब नेपालमा त गर्दैन इन्डियामा चाहिँ यो रावणको दशहराको दिन हो क्या होइन दशहराको दिन रावणको दशहरा सज गराउँछन् होइन त्यसलाई मा चाहिँ के भन्नु मन लाग्छ मैले यो कुरा सही हो राम्रो हो कि होइन कि अनि रावणले नराम्रो काम गरेको थियो त्यही दिन के अरे रामले उसको यहाँ नाभि भाँडेर वध गरे लक्ष्मण रेखाले कस्तो सिम्बलाइज गरेको छ एउटा रेखा मान्छेले चाहिँ बााउन्ड्रिज चाहिँ क्रस गर्नु हुँदैन जुन धर्मको बााउन्ड्री हो होइन मान्छेले के अरे आफ्नो मोरल लाइन्सहरू भुल्नु हुँदैन होइन आफ्नो डिसिप्लिनमा बस्नुपर्छ भनेर लक्ष्मण रेखाको कन्सेप्ट बनाएको थियो अनि रेखा क्रस गर्नु भनेको त आफू के अरे अब के भन्नु टेम्पटेसन केही देखेर त्यो लिनलाई जस्तो पनि जुन पनि उसमा जाने होइन अनि के अरे आफू इमोसनल्ली कन्ट्रोल नहुने हो त्यस्तोहरूलाई चाहिँ सिम्बलाइज गरेको रेखाले चाहिँ लक्ष्मण रेखाले के चाहिँ मेन सिम्बलाइज गरेको भने गुड इन्टेन्सनले मात्रै हुँदैन क्या गुड अवेरनेस पनि चाहिन्छ अब सीताको त इन्टेन्सन गुड थियो नि त उसले त हेल्प नगरेको हामीलाई त त्यही त सिकाएको हुन्छ घरमा आएको मान्छे माग्ने मान्छेहरूलाई दिनुपर्छ भनेर सिकाएको हुन्छ तर उसलाई अवेरनेस थिएन कि यो मान्छे नराम्रो पनि हुनसक्छ अन्त गुड इन्टेन्सनले मात्रै हुँदैन मान्छेलाई अवेरनेस नलेज पनि हुनुपर्छ भनेर देखाउनु खोजेको तर अहिलेको मोडर्न इन्टरप्रिटेसनमा चाहिँ छोरी मान्छे भनेको चाहिँ बाहिर जाने हुँदैन त्यो भनेर सिम्बलाइज गरिदिएको छ हो त्यसले गरेर हो यो कन्सिक्वेन्सेस बिचरा तुलसीदास पनि ह्युमन बिङ हो उसले यो कन्सिक्वेन्सेस चाहिँ बुझेको थिएन क्या अब यो होला भनेर उसले ह्युम्यानमा गयो पछि मोडर्नमा चाहिँ जेन्डरमा भयो त्यो भएर त्यसमा पनि मान्छेले अब किन चाहिँ भन्ने क्वेसन गरिदिन्छ यस्तो हो त्यो पनि होला नेगेटिभ एनर्जीबाट एउटा रेखा भनेको चाहिँ नेगेटिभ एनर्जीबाट के नेगेटिभ एनर्जीमा हामी जान सक्छौँ है एउटा घरको बोर्डर चाहिँ हामीले तान्नुपर्छ हेल्दी बाउन्ड्रिज हुनुपर्छ भन्ने एउटा मिनिङ पनि होला होइन तर मान्छेले मिसइन्टरप्रेट गरिदिहाल्छ मिसइन्टरप्रेट त गर्छ मान्छेको त कामै त्यही हो तुलसीदासकोमा चाहिँ राम भगवान आफू भगवान हो भने थाहा थियो भनेर भने होइन थाहा थियो भनेर भगवानलाई नै थाहा थियो भनेर त छैन तर भगवानलाई थाहा थियो भन्ने छ त्यसपछि किन स्वीकार गर्न गएको भगवानले भनेर अर्काको प्राणी एउटा प्राणीको ज्यान उसले चाहिँ सिम्बलिजममा मान्छेलाई कनेक्टेड गराएर लिबरलाइजेसन ल्याउन खोजेको थियो त्यो बुझेँ मैले त्यहाँ भगवान भनेर त्यसरी डिफाइन गरिसकेपछि पोर्ट्रेट मान्छेले क्वेशन गरिहाल्छ त्यही पनि त लक्ष्मण रेखा हेरेको अनि भगवान भनेर त्यहाँ
त्यसरी पोर्ट्रेट गरेपछि हनुमान पनि त्यसरी भगवानले आफू रामले आफैले पनि जान सक्नुहुन्थ्यो नि त अब हनुमान किन हुनुहुन्छ हैन त्यही भएर त्यस विषयमा फेरि हामीले यो मेरो भोलि काम छुट्छ गहिरो अध्ययन गर्नुपर्छ एन्ड आई एम भेरी ह्याप्पी अबाउट योर क्वेसन्स Yeah, I'm so enthusiastic person. Philanthropist. त्यो भाषा चाहिँ मलाई लाग्ने मनपर्छ के अरे त्यो इङ्ग्लिस के अरे इन्थुजियास्टिक फिलेन्थ्रोपिस्ट होइन अँ फिलेन्थ्रोपिस्ट र इन्थुजियाजममा त फरक छ होइन कि म एउटा फिलोन्थ्रोपिस्ट पनि हो कि पैसा हुनु पर्यो नि पैसा नभएर मात्र अन भन्नु खोज्यो त्यही भएर अड्किरहेको नि त नआएको भने पैसा हुन थालेपछि यो शब्द पनि मलाई राम्रोसँग आउँछ हो वाल्मीकि रामायणमा सीता चाहिँ आफै गएर अब क्वेसन हुन थाल्यो नि त राम त मर्यादा पुरुषोत्तम क्वेसन हुन थाल्यो लाइक कसरी अब यो मान्छे यत्रो दिन गएर परपुरुषसँग बसेको छ होइन अनि अब उसले त अब राम त राजा पनि हो राजा त अब सबैभन्दा जनकपुरको पो जनक त ए अघि चाहिँ राजा सबैलाई राजा भन्थ्यो भने नि त नि जनकपुरको राजा चाहिँ जनक के ए त्यो उसको नाम जनक मिथिलाको भनौँ जनकपुर त मिथिलाको राजा जनक मिथिलाको राजाको मिनिङ चाहिँ जनक के अनि त्यसो चाहिँ अब सबैले क्वेसन गरेपछि सीतालाई त डर छैन नि त सीता आफै होइन म अग्नि परीक्षा दिन्छु भनेर भने तर यो रियालिटी त किन त अग्नि परीक्षा सीताले दिन्छु भन्यो भने होइन त आगोमा त नजा भनेर आफ्नो बुढाले त भन्नु पर्थ्यो होइन तर राम त रामायणमा त राम त भगवान हो भनेको छैन नि त राम त ह्युमन बिङ मर्यादा पुरुषोत्तम भनेर चाहिँ राजा हो एउटा रेस्पोन्सिबिलिटी छ उसले समाज र पत्नीमा चुज गर्नु पर्यो उसले समाज चुज गर्यो होइन अब त्यसलाई चाहिँ यता देखाउँदाखेरि त त्यही क्वेसन आयो नि त अहिले मैले समाज र पत्नीमा चुज गर्दाखेरि अथवा राइट या रङमा चुज गर्दाखेरि आफ्नो पत्नीमा विश्वास नगर्ने भन्ने क्वेसन आउँछ भनेर उसले त्यसलाई अर्कैतिर लगिदियो क्या के गरिदियो भने रामलाई अलरेडी थाहा छ आफू भगवान हो भन्ने अनि उसलाई रावणलाई जसरी पनि मार्नै छ उसको जन्मै रावण उसको अवतार भनौँ न भगवान विष्णुको अवतार ऊ राम भएर आउनुको कारणै रावणलाई मार्न हो भनेपछि जुन सीता एडबक भएर गएको थियो किडन्याप भएर गएको थियो त्यो सीतै होइन क्या अनि जुन गएको त इल्युजन हो नि त गएको थियो भन्न मिल्यो नि त अनि जुन सीता अनि त्योभन्दा अगाडि चाहिँ अग्निदेवलाई चाहिँ यस्तो यस्तो गर्न आँटेको भनेर सुरुमै कहानी भनिसक्यो मतलब अग्निदेवलाई त्यो चाहिँ रामचरितमानस अनि अग्निदेवमा चाहिँ सुरुमा सीता चाहिँ अग्निदेवमा राखेर अनि भनेको अग्निदेवले हेल्ड गरेको अनि त्यसपछि जुन इल्युजन सीता चाहिँ वनवास गएको अनि त्यसपछि एडबक भएको अथवा वनवास गयो एडबक भएको किडन्याप भएको अनि त्यसपछि यो सबै भइसकेपछि जुन सीता जुन अग्नि परीक्षा दिनुपर्ने थियो नि सीताले त्यो अग्नि परीक्षा दिँदा चाहिँ नराम्रो चाहिँ गएर अग्निले त्यसो गर्दा अग्निले रियल सीता ब्याक पठाइदिनु भयो अनि त्यसो गर्दाखेरि चाहिँ उनीहरूको समाज पनि खुस भयो अनि के अरे सीता पनि सितै आउनुभयो वापस होइन अनि त्यो भनेर चाहिँ उसले त्यो कहानी बनाइदियो क्या त्यसले गर्दाखेरि न राम नराम्रो हुनुभयो होइन न सीतालाई कुनै दुःख भयो अनि विन विन सिचुएसन भयो सीता कोसँग को सीता गएर को सीतासँग आउनुभयो त को सीता सीता के अरे अग्निदेवसँग गएर एक्लै वापस आउनुभयो अनि त्यसरी चाहिँ उसले चाहिँ अब के छ भने यसमा चाहिँ सिम्बोलिजमको हिसाबले हेर्दाखेरि चाहिँ स्पिरिचुअलिटीको हिसाबले हेर्दाखेरि चाहिँ दुईवटा खालको सिम्बोलाइजेसन छ क्या एउटा चाहिँ के छ भने सीताले सुरुमा आगो भनेको के हो प्युरिटी हो त्यसमा चाहिँ के छ भने उसको टेम्पटेसन थियो उसले हिरणलाई माया गर्नु अथवा हिरण चाहनु त्यो लिन जानु बुढाको ड्युटी भयो बुढीको चाहना अनि त्यो टेम्पटेसनले गरेर चाहिँ के अरे ऊ किडन्याप भयो अनि यो सबै भयो होइन त्यो टेम्पटेसन चाहिँ प्युरिटी चाहिँ आगोमा हिँड्नु भनेको प्योर हो त्यो एउटा सिम्बलाइज गर्यो होइन आफ्नो टेम्पटेसन नराम्रो नकारात्मक इच्छा हो त्यस्तोहरू चाहिँ जान्छ अनि आफू लिबरल हुन्छ त्यो एउटा थियो छ होइन
मान्छेलाई उ गर्न चाहिँ फायर भनेको इनर कन्साइन्स हो। फायर मिन्स प्युरिटी। प्युरिटी त्यही भयो होइन, प्युरिटीको कुरा भयो। त्यही भएर प्योर आइडेन्टिटी चाहिँ सीताको त सीता जस्तो अग्निमा जानुभएको थियो त्यस्तै हुनुहुन्छ नि त। लाइक उसलाई केही पनि भएन नि त। मलाई यदि मैले अनप्योर छु भने मलाई अग्निदेवले गरोस् भनेर गएको नि त, तर केही भएन भनेपछि प्योर इन्टेन्सन कहिले पनि हराउँदैन। लाइक जुनै अग्नि परीक्षा, अग्नि भनेर सबैभन्दा लास्ट फेज अफ प्युरिफिकेसन भयो नि त होइन। अनि त्यो गर्दा पनि आफू प्योर छ भने चाहिँ, आफ्नो इन्टेन्सन प्योर छ भने चाहिँ इट्स ट्रुथ अलवेज विन्स। यसले चाहिँ के मेसेज दियो, इभन इफ द वर्ल्ड डाउट्स यु बिलिभ इन योरसेल्फ। अब यसबाट हामीले के छ, तुलसीदासले चाहिँ राम भनेको भगवान हो, उसको त्यही थियो। उसले डिभोसन सुरुमा पत्नीमा थियो, त्यसपछि उसले इन्लाइटमेन्ट भइसकेपछि उसले आफ्नो डिभोसनलाई राममा लगेर जोड्नु भयो। राममाथि यति डिभोटी हुनुभयो कि नराम्रो क्यारेक्टरलाई इरेज, उहाँलाई थाहा छ यो हार्स हो भनेर, उहाँलाई थाहा छ कि तुलसीदासलाई थाहा थियो कि यो हार्स हो, यो अनकम्फर्टेबल छ। तर अब यो छ भने त समाजलाई त मन पराउँदैन, किन भन्ने क्वेसन आउँछ। त्यो क्वेसन मान्छेलाई अनकम्फर्टेबल ट्रुथबाट हटाउनका लागि इन्टेन्सन नराम्रो नभए पनि गर्नुभयो, तर त्यसले रियल उसलाई चाहिँ छुपाइदियो, रियल ट्रुथलाई होइन। लक्ष्मण रेखाले चाहिँ हामीलाई के दिन्छ भने आफू चाहिँ एउटा बााउन्ड्री, हेल्दी बााउन्ड्री चाहिँ जसरी भए पनि राख्नुपर्छ, त्यो क्रस गर्नु हुँदैन। तर यदि तिमीले क्रस गर्यो भने पनि, अथवा यदि तपाईँहरू कसैले त्यो क्रस गर्नुभयो भने विदाउट ब्याड इन्टेन्सन क्रस गर्नुभयो भने पनि लाइफमा अग्नि परीक्षा दिनुपर्छ होइन, लाइफमा अग्नि परीक्षा दिनुपर्छ। तर इफ यु आर ट्रु, इफ यु होल्ड ट्रुथ, अग्नि परीक्षा भनेको अहिलेको जमानामा अग्निमै गएर बस्ने होइन नि त, अरू पनि हुन्छ। त्यही त अग्नि परीक्षाहरूलाई चाहिँ लाइफको अप एन्ड डाउन्स। थ्याङ्क यू। के अरे, इफ यु होल्ड ट्रुथ नथिङ विल बी टु यु, नथिङ रङ विल बी ह्यापन इन योर लाइफ। उसको चाहिँ भयो, तुलसीदासको चाहिँ डेलुलिज सल्युलिज जस्तै भएको छ। अलिकति भए पनि डेलिजनमा राखेपछि मान्छेले राम्रो हुन्छ भन्ने इन्टेन्सन भयो, तर त्यो सल्युसन भएन। तर यो अब यो वाल्मिकीको ओरिजिनल स्क्रिप्ट छ होला त कतै? छ त, बुक नेटमै छ। नेटमै छ? कुन सिस्टममा, कुन बीसीमा लेखेको कि कति? BCE 500 BCE। आजभन्दा कति साल अगाडि? कहिले? द्वापर युग होइन, त्रेता युग। आई वान्ट नम्बर्स। आई डोन्ट नो द नम्बर। के आउन थाल्यो रे? अब फेरि सत्य है आउन थालिसक्यो जस्तो लागिरहेको होइन। भर्खर 5000 वर्ष अगाडि त भएको महाभारत। 4 लाख कति? ओके, गिभ मी योर कन्क्लुजन। कस्तो कन्क्लुजन? कसरी हेर्ने तरिकामा फरक पर्छ होइन। अब मलाई यो अवेरनेस छ कि तुलसीदासको इन्टेन्सन गलत थिएन होइन। उसले जेन्डर बेसिसमा गएर यो कुराहरू हुन्छ भन्ने उसले सोचेको थिएन। उसले ह्युमन बेसिसमा गएर उसले यो कुराहरू सोचेको थियो, तर मान्छेले त्यसलाई जेन्डरमा ल्याइदियो। त्यो उसको गलत त होइन, उसको इन्टेन्सन गलत थिएन, तर अब त्यो गलत भइदियो। त्यही भएर ट्रुथलाई जति हाइड गरे पनि हाइड हुँदैन, त्यो पनि एउटा सिक्न सकिन्छ होइन। अनि त्यही हो, नेगेटिभ र पोजिटिभ भन्ने हुन्छ, त्यही हो मेरो चाहिँ। तपाईँको भन्नु? मेरो त केही छैन, केही छैन मतलब त्यो अघि नै भनिसक्यो त्यो। अब कुरामा चाहिँ भन्ने चाहिँ अब सबले आफ्नो धारणाले लेखेको हुन्छ, मान्छेले अब कस्तो हिसाबले लिने भन्ने हो। अब मुभीलाई दोष दिने होइन, डिरेक्सन राम्रो हुन्छ। अब कुनै मुभी अब नराम्रो, जुन ओरिजिनलबाट नराम्रो मेसेज दिन थालेछ छुट्टै कुरा हो होइन, त्यो चाहिँ छुट्टै हुन्छ। त्यो छुट्टै कुरा हो। नत्र नर्मल एउटा पोर्ट्रेट केही राम्रो त्यतिकै गरे। टक्सिक पिपललाई मुभीले ग्लोरिफाई गरेको छ भने त त्यो त नराम्रै कुरा हो नि त होइन। तर टक्सिक पिपललाई टक्सिकै देखाइरहेछ, यो चाहिँ नराम्रै हो है भनेर देखाइरहेछ। अनि फिक्सन कुराहरू चाहिँ त्यति मनमा पनि लिनु हुँदैन कि फेरि मुभीहरूमा देखाएको फिक्सन कुराहरू हुन्छ नि, अनि त्यो फिक्सनै हो भनेर देखाइदियो भने त्यही फिक्सन भनेर लेखेकै पनि हुन्छ नि त फेरि। See you soon. Bye. अब if you want what another part, I कमेन्टमा लेखिदिनु। It's not scripted. मिसइन्फर्मेसन छ भने गाइड अस। अनि के अरे, if you want other part, tell us in a comment. Okay. And
See you soon. तर मलाई चाहिँ अर्को पार्ट चाहिँ काल भैरव वाइ पिपल आई नो काल भैरव काल भैरव पनि बनाउँदा बट इफ द अडियन्स वान्ट्स ओके बट अदर पार्ट अफ लाइक वाल्मिकीको रामायणको बारेमा चाहिँ के भनेको छ त अथवा सीताको कसरी गरेको छ अथवा अरू क्यारेक्टर्सको कसरी गरेको छ इफ अडियन्स वान्ट्स द्याट देन वी विल मेक इट र अर्को चाहिँ काल भैरवमा आउँछ बाई